सेवा झाराबी। आज चाहिँ म दुमी भाषामा उस्तै अर्थ तर हैन उस्तै वाक्य तर फरक अर्थ भएका शब्दहरू थोरै म सुनाउँछु। जस्तो दिस्सेङा फुक्ना सुक्ता भनेको चाहिँ बिहानै उठ्नुपर्छ भनेको। दिस्सेङा फुक्ना सुक्ता भनेको चाहिँ बिहानै उठ्नुपर्छ। खत्ल सुरु फुक्ना सुक्ता भनेको चाहिँ सबै चामल उठाउनुपर्छ भन्ने हुन्छ। जस्तो फुक्ना भनेको उठ्नु पनि हुन्छ, फुक्ना भनेको उठाउनु भन्ने पनि हुन्छ क्या हैन। फ्वाक्ना भनेको चाहिँ छुट्याउनु भन्ने हुन्छ भने फुक्ना भनेको चाहिँ उठ्नु पनि हुन्छ र उठाउनु पनि हुन्छ क्या। जस्तो दिस्सेङा फुक्ना सुक्ता भनेको चाहिँ बिहानै उठ्नुपर्छ भनेको, खत्ल सुरु फुक्ना सुक्ता भनेको चाहिँ सबै चामल उठाउनुपर्छ भन्ने हुन्छ क्या। अनि अर्को मुनाइता भनेको चाहिँ गर्नु हुँदैन भनेको, मुनाइता भनेको चाहिँ सक्नु हुँदैन भन्ने। लेख्दा चाहिँ थोरै फरक हुन्छ है। जस्तो मुनाइता भनेको चाहिँ गर्नु हुँदैन, मुनाइता भनेको चाहिँ सक्नु हुँदैन भन्ने हुन्छ क्या। मुनालाई एउटै धर्कामा लेखियो भने चाहिँ गर्नु भन्ने हुन्छ, मुना भनेर बीचमा दुईवटा थोप्ला राखियो भने चाहिँ सक्नु भन्ने अर्थ लाग्छ। यो इन्ट्रेस्टिङ छ भाषाको। खनाइता भनेको चाहिँ जानु हुँदैन भन्ने हुन्छ भने खनाइता भनेको चाहिँ लानु हुँदैन भनेको। खना भनेको जानु पनि हुन्छ, खना भनेको लानु पनि हुन्छ क्या। खनाइता भनेको जानु हुँदैन भनेको, खनाइता भनेको लानु हुँदैन भनेको। तामचुचुलाई नै खनाइता भनेको चाहिँ यो बच्चालाई त लानु हुँदैन भनेको के। अनि माम भिर पनि खनाइता, माने खनाइता भनेको चाहिँ त्यो भिरमा त्यता त जानु हुँदैन भनेको पनि हुन्छ क्या। जानु पनि हुन्छ, लानु पनि हुन्छ क्या खनालाई। खनाइता र खनाइता थोरै फरक हुन्छ। जस्तो किम्बी भ्रनाइता भनेको चाहिँ घरमा बोलाउनु हुँदैन भनेको हुन्छ। अनि निचो फार्बी भ्रनाइता भनेको चाहिँ कानको नजिक कराउनु हुँदैन भनेको हुन्छ क्या। जस्तो भ्रना र भ्रना एउटै हो क्या। भ्रना भनेको बोलाउनु पनि हो, भ्रना भनेको कराउनु पनि हो क्या। जस्तो किम्बी भ्रनाइता भनेको घरमा बोलाउनु हुँदैन भनेको के, कसैलाई घरमा बोलाउनु हुँदैन है भनेको चाहिँ पनि भ्रनै हो। निचो फार्बी भ्रनाइता भनेको पनि कानको नजिक कराउनु हुँदैन भनेको हुन्छ क्या। यस्तो तपाईँहरूको भाषामा पनि के यस्तो इन्ट्रेस्टिङ शब्दहरू छ भने कमेन्ट गर्नुहोस्। अलानु सेवा। यस्तै दुमी भाषा सिकाइको लागि हामीलाई फलो गर्नु छ है। अनि लाइक, सेयर, सब्सक्राइब पनि गर्नु होला है त।